आजको राशिफल। आज मिति 2081 साल चैत महिनाको 6 गते बुधबार, मार्च महिनाको 19 तारिक सन् 2025, चैत्र कृष्ण पक्ष पञ्चमी तिथि। बिहान 6:08 सूर्य उदय भयो भने बेलुका 6:14 सूर्य अस्त हुनेछ। नक्षत्रमा विशाखा नक्षत्र परेको छ। करणमा कौलव करण, योगमा हर्षण योग, चन्द्रमाको भ्रमण दिउँसो 2 बजेसम्म तुला राशिमा, सो पश्चात वृश्चिक राशिबाट रहनेछ। बार बेलाको जानकारी। बिहान 6:08 देखि 7:39 लाभ बेला, 7:39 देखि 9:10 अमृत बेला रहेको छ। 9:10 देखि 10:40 काल बेला रहेको छ। आज अन्तर्राष्ट्रिय खुसी दिवस। मेष राशि। आजको दिन आर्थिक सामाजिक रूपमा वृद्धि हुनेछ। भाग्यले साथ दिनेछ। कृषि, पशुपक्षी, चौपाई आदिबाट लाभ मिल्नेछ। प्रेमिकासँगको सम्बन्ध प्रगाढ बन्नेछ। शैक्षिक जगत पनि राम्रो भएर जानेछ। वृष राशि। खानपान र स्वास्थ्यमा केही ध्यान दिनुहोला। नोक्सानीको सामना गर्नुपर्नेछ। केही अपमानित या हानिको बाटो सहनुपर्छ। यात्रामा भने सचेत रहनुहोला। मिथुन राशि। कार्य एकता र कार्य दक्षताले लाभ मिल्नेछ। मनमा प्रसन्नता छाउनेछ। बोलीको प्रभावबाट कामहरू बन्नेछन्। सकारात्मक सङ्केतहरू देखा पर्नेछन्। आज आर्थिक रूपमा बलियो हुन पाइनेछ। ईश्वरीय आशीर्वाद पनि प्राप्त हुनेछ। कर्कट राशि। खाद्यान्न या कुनै पनि सेतो पदार्थबाट धनलाभको योग देखा परेको छ। मिष्टान्न भोजनको प्राप्ति हुनुका साथै गरेको कामबाट प्रसिद्धि र ख्याति पनि प्राप्त हुनेछ। आफन्तजनबाट सहयोग पनि पाउनुहुनेछ। सिंह राशि। आजको दिन नयाँ नयाँ कामबाट निकै ठुलो लाभ हुनेछ। त्यसै गरी आर्थिक सामाजिक रूपमा तपाईँ निकै ठुलो धनराशि आज प्राप्त गर्नुहुनेछ। आज मनोबल उच्च बन्नेछ। विपरीत लिङ्गीबाट पनि सहयोग प्राप्त हुनेछ। कन्या राशि। स्वास्थ्यमा विशेष ख्याल गर्नुहोला। सामान्य पेटसँग सम्बन्धित गडबडीहरू हुन सक्छन्। तर आज नयाँ नयाँ कामको अवसर प्राप्त हुनेछ। पढाइमा तपाईँलाई मन लाग्नेछ। खुसीले संसार जित्न सकिनेछ। तुला राशि। दैनिक कारोबारमा लाभ हुनेछ। बिहानी पख केही शुभ समाचार, मनमा उत्साह, खुसी, यी सम्पूर्ण चिजहरू प्राप्त हुनेछ। नयाँ कामको अवसर, नयाँ नयाँ चिजहरूको योजनाहरू बन्न सक्छ। सामान्य यात्राको योग पनि देखा परेको छ। वृश्चिक राशि। नयाँ कामबाट धनको लाभ हुनेछ। कृषि, पशुपक्षी, चौपाई आदिबाट लाभ पनि हुनेछ। आज सामान्य घराइसी झगडा या वाद विवाद बढ्न सक्छ। तर साँझ पख केही राम्रो समाचार सुन्न पाइनेछ। धनु राशि। वाद विवादको सामना गर्नुपर्नेछ। बोलीको प्रभाव पनि बढ्नेछ। भाग्यले साथ दिनेछ। मनका खुसीहरू साट्न पाइनेछ। लामो समयदेखि बिग्रेको कामहरू बन्नेछ। मकर राशि। पराक्रमको गति एकदमै बढेर जानेछ। ईश्वरीय आशीर्वाद र कृपा पनि प्राप्त हुनेछ। मनका खुसीहरू तपाईँले पाउनुहुनेछ। लाभको योग पनि देखा परेको छ। मनोबल उच्च बन्नेछ। कुम्भ राशि। आज घनिष्ठ मित्रसँग निकै खुलेर कुरा गर्न पाइनेछ। केही प्राज्ञिक वर्गमा राम्रो कार्य हुनेछ। धन प्राप्तिको योग पनि देखिएको छ। मीन राशि। खुसी र मनका उत्साहहरू बाँड्न पाइनेछ। लामो समयदेखिको पुरानो मित्रसँग भेट हुनेछ। आज गरेका कामबाट प्रसिद्धि र ख्याति पनि पाइनेछ। त्यसै गरी नयाँ नयाँ काम गर्दै हुनुहुन्छ, त्यसबाट लाभको योग पनि देखा परेको छ।